हेलो सेवा र नमस्ते नमस्कार सम्पूर्ण साथीहरूलाई र आज ह्याप्पी सन्डेको अवसरमा र ह्याप्पी सन्डेको बसाइमा म सम्पूर्ण मित्रहरूलाई मोस्टली वेलकम अनि स्वागत गर्न चाहन्छु। र आउनुहोस् साथीहरू, आजको बसाइमा सर्वप्रथम त सेवा र नमस्ते लासो पेपुला झोडले सम्पूर्ण मित्रहरूलाई एकमुष्टमा स्वागत गर्न चाहन्छु। र आजको बसाइमा मैले फेरि पनि एउटा सर्ट एन्ड स्विट रिभ्यू भिडियो लिएर उपस्थित भइसकेको छु हजुरको माझमा। र यस हाम्रो रिभ्यू भिडियोलाई सुनेर माया गरिदिनु हुने नै छ भन्ने आशाका साथमा फेरि पनि उपस्थित भइसकेको छु। र जति पनि मित्रहरू हुनुहुन्छ तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अन्स अगेन थ्याङ्क यू सो मच। यो पारामा यस हाम्रो रिभ्यू भिडियोलाई हेर्दै गर्नुहोला, यो माया गरिदिनु होला भन्न चाहन्छु। र आजको यस हाम्रो रिभ्यू भिडियो चाहिँ हामी भुन्टी सिरियलको भाग 324 को रिभ्यू भिडियो बनाउनु गइरहेछु। र यस हाम्रो रिभ्यू भिडियोमा जति पनि हाम्रो भुन्टी सिरियल हेरेर छोटो मिठो रिभ्यू भिडियो बनाउँदैछु, तपाईँहरूले हेर्दै गर्नुहोला। र मैले हरेक दिन लिएर आउँदैछु है त रिभ्यू भिडियो। र आउनुहोस् साथीहरू, आजको यस हाम्रो रिभ्यू भिडियो मैले ढिलो नगरिकन प्रस्तुत गर्न गइरहेछु, सुनिदिनु होला है त। हाम्रो भुन्टी आफ्नो म्याडमको घरमा काम गरिरहेकी थिइन् र म्याडमको छ्यामाको घरमा बसेर काम गरिराख्दा एकदमै सहज भएको थियो। र जुन भुन्टीले चिनेको म्याडम चाहिँ अस्ट्रेलियामा बसाइ भएको हुनाले कतिखेर म्याडम आएर देखौँ झै भएको थियो भुन्टीलाई। र यता भने हाम्रो भुन्टी र भूपेन्द्रको पनि हाम्रो खटपटी, किनकि भूपेन्द्रले भुन्टीलाई सौता हालेपछि भुन्टी घरबाट निस्केर हिँडेका थिए। र घरबाट निस्केर हिँडिसकेपछि भुन्टीले आफ्नो आमा बुवा र हाम्रो सबैजना मिलेर यस हाम्रो भुन्टीको कोही बुढा भूपेन्द्रलाई सम्पत्तिमाथि मुद्दा हालेको थियो। र मुद्दा हालिसकेपछि अब सम्पत्ति छानबिन विवरणको लागि सरकारी कार्यालयबाट वकिल भूपेन्द्रको गाउँको घरमा सम्पत्ति चेक जाँच गर्नुको लागि पुगेको थियो। र वकिल साहब घरमा पुगिसकेपछि भूपेन्द्रको बुवा छक्क पर्यो, किनकि यतिको उमेरसम्म कुनै पनि झमेलामा नपरेको मान्छे अचानक यस हाम्रो सम्पत्ति विवरणको मुद्दाको बारेमा मुद्दा हाले लागेपछि अब भूपेन्द्रको बुवा एकदमै चिन्तामा देखिन्छ। र भूपेन्द्रको बुवा एकदमै चिन्तामा भएपछि अब जसरी भए पनि भूपेन्द्रले जति पाउने अंश छुट्याएर दिनुपर्ने निर्णय गर्यो भूपेन्द्रको बुवाले। र भूपेन्द्रको बुवाले यति सोचिसकेपछि भूपेन्द्रलाई कल गर्यो, किनकि भूपेन्द्र एक्सिडेन्ट भएपछि हिँड्न डुल्न बोल्न समेत नसक्ने भएको मान्छे अहिले भुन्टीको कारणले भूपेन्द्रलाई पनि तनाव भइरहेको छ। र भूपेन्द्रको बुवाले भन्यो, अब भूपेन्द्र तिमी चाँडोभन्दा चाँडो घरमा आइज, किनकि यस्तो झमेलामा हामी धेरै पर्नु र हामीले धेरै चिन्ता लिनु सकिँदैन, किनकि तिमीले जे जति अंश तिम्रो भागमा पर्छ म सबै छुट्याएर दिनेछु। त्यस पछाडि अब तिमीले जे गर्ने गर भन्दै आफ्नो बुवाले कल गरिसकेपछि भूपेन्द्र झन् तनावमा पर्यो। र भूपेन्द्रको बुवाले आफ्नो भाइ भीम र आफ्नो आमा भुवन, आफ्नो आमा बालकुमारीलाई अहिले जेलमा बसेको छ भन्ने खबर सहरतिर भुवनलाई पनि सुनायो। त्यसै खबर सुनाइसकेपछि अब झन् चिन्तामा भयो। र भुवनले भने आफ्नो प्यारी भुन्टी भरीलाई अब भूपेन्द्रसँगै मिलेर बस, भूपेन्द्रसँग लगाएको सम्पत्ति विवरणको मुद्दा फिर्ता गर भन्दा भुन्टीले कुनै पनि हालतमा म यो हालिसकेको मुद्दा फिर्ता गर्न सक्दिनँ भनेपछि भुवनले पनि अब नसकिँदो रहेछ, किनकि अब भुन्टी पनि चलाक भएछ भन्दै भुवनले आफ्नो मनमा नै सोच्दै घरतिर फर्के। र भीम र हाम्रो बालकुमारी भुन्टीको आमा बुवालाई जङ्गलमा लगेर तनाव दिएपछि सुकमायाले भीम र बालकुमारीलाई प्रहरीको
जेलमा हालेर थुनैमा पराइरहेको छ र थुनैमा हालिसकेपछि अब कति दिनसम्म थुन्ने हो त्यो केही थाहा छैन। त्यही भएर अब भुवनको बुवाले भुवनलाई तिम्रो आमा र भाइ दुईजनै जेलमा छन् भन्ने सुनिसकेपछि अब भुवन र श्रेया पनि झन् तनाव चिन्तामा परे र चिन्तामा परिसकेपछि भुवनले भने अब भूपेन्द्रलाई यो भुन्टीसँगको यो समस्या चाँडोभन्दा चाँडो समाधान गर, नत्र भने राम्रो हुने छैन भन्दै आफ्नो भाइलाई भनिसकेपछि भूपेन्द्र झन् तडपिँदै भुन्टीलाई खोज्दै हिँडे लखर लखर र भुन्टीलाई सहरको गल्ली गल्लीमा खोजिरहेको थियो र भुन्टीसँग भेट पनि भयो र भुन्टीसँग भेट हुँदा पनि भुन्टीले अब जति हुनु थियो छुटिसक्यो, अब कुनै पनि हालतमा हामी मिल्ने छैनौँ भन्दै आफ्नो बुढाले भनिसकेपछि भूपेन्द्रलाई झन् टेन्सन भयो र भूपेन्द्र भन्छ बरु म मर्छु घर जान्न भन्दै लखर लखर फर्किरहेको थियो। तर त्यतिखेर एकजना मित्रले रामधुलाई पनि कुटेको देखिन्छ र कुटिसकेपछि जब भूपेन्द्रले पहिले निकालिसकेको बिजनेसबाट निकालेको साथीले अहिले फेरि पनि हाम्रो बिजनेसमा अब भूपेन्द्र डाउन भइसकेपछि साथीले शुद्ध हेपाई गरेको देखिन्छ। त्यसैले यस हाम्रो भूपेन्द्रले अब के कस्तो अवस्थामा र कसरी अगाडि बढ्ने हो त्यो आफूमा भर पर्छ भूपेन्द्र र जेरीलाई घरमा थुनेर भूपेन्द्र भुन्टीले भेट्नु गएको हुनाले अहिले जेरी पनि रिसाइरहेकी छिन् र जेरीले भन्छन् अब जति पनि हामी यस हाम्रो मित्रहरू हुन्छ तपाईँहरू सम्पूर्णलाई जेरीले गरेको दुःख र कष्ट र भूपेन्द्रले आफ्नो जेरीले नबोलाइकन भुन्टीले भेट्नु गएको हुनाले अब जेरी भन्छन् म पनि भूपेन्द्रलाई छोडेर जान्छु भन्दै एकदम रिसाइरहेको देखिन्छ र जेरीले जति पनि अब बुढा भूपेन्द्रको लागि गरेका थिए र भूपेन्द्रले जेरीलाई नभनिकन आफ्नो गर्लफ्रेन्डलाई भेट्नु गएपछि अब 3-4 जना गर्लफ्रेन्ड घुमाएपछि अब जेरीले पनि छोड्ने भएको छ र हाम्रो लोकेले पनि कता कता गर्लफ्रेन्ड त बनाएको होला, लोके खै के गर्छ मुसु मुसु हाँस्छ। अब सेलरी आएपछि गर्लफ्रेन्ड त भेट्नुपर्छ, लोके कता हिँडिरहेको छ र भूपेन्द्रले आफ्नो श्रीमतीले छोडेर यसरी गर्लफ्रेन्ड भेट्नु गएको हुनाले हाम्रो लोके पनि यस्तै छ। त्यही भएर सम्पूर्ण मित्रहरूले मोस्टली वेलकम अनि वार्मली वेलकम छ र लोकेको गर्लफ्रेन्ड पनि धेरै छ। त्यही भएर अब लोकेको पनि थोरै रिभ्यू भिडियो बनाएको छौँ र यस हाम्रो रिभ्यू भिडियोलाई हेर्दै गर्नु होला। र अब उता जेरी र श्रेया पनि एकदमै तनाव र चिन्ता गरेर बसिरहेका छिन्, किनकि जेरी भन्छन् अब म भूपेन्द्रलाई छोडेर जान्छु, किनकि भूपेन्द्रले पूर्व श्रीमतीलाई भेट्नु गएपछि अब जेरीले भन्छन् म अब आफ्नै घरतिर लाग्छु भन्दै बसिरहेको हुन्छन् र त्यतिखेर हाम्रो श्रेयाले सम्झाउँछिन् किनकि जेरी तिमी नजाऊ, अब तिमीले भूपेन्द्रलाई छोड्यो भने भूपेन्द्र एक्लै हुन्छ, किनकि जेरीले पनि छोडेर जाने भई भन्दै आफ्नो देउरानी जेरीलाई सम्झाउँदै बसिराखेको हुन्छन् र बसिराखेको बेला यस हाम्रो जेरी एकदमै चिन्तामा देखिन्छ, किनकि जेरी चाहन्थिन् भूपेन्द्रसँग बिहे गर्नुको लागि। तर भूपेन्द्रले जेरीलाई घरमा थुनेर भुन्टीले भेट्नु गएको हुनाले अहिले जेरी पनि एकदम चिन्तामै देखिन्छ र यसरी नै अब जसरी भए पनि श्रेयाले आफ्नो देउरानी जेरीलाई सम्झाइरहेकी छिन् र उता पनि हाम्रो भूपेन्द्र घर जानु मानेको छैन, किनकि भुन्टीसँग भेटिसकेपछि भुन्टीले त्यो सम्पत्ति विवरणमा हालेको मुद्दा फिर्ता नगर्ने भएपछि अब भूपेन्द्र घर नजाने भन्दै बाटोमा लडीबडी गरिरहेका छन् र भुवनले आफ्नो भाइलाई पाखुरामा समाएर दौडाउँदै ल्याउँदै थियो। तर भूपेन्द्रले भने मलाई पर्दैन, म आफै हिँड्छु भन्दै आफ्नो बैसकी टेक्दै हिँडिरहेको थियो र हिँड्दै अब दाइ र भाइको पनि केही चर्काचर्की कुरा भयो। त्यस पछाडि अब भूपेन्द्र भन्छ म गाउँ घर जान्न, म यहीँ मर्छु भन्दै भूपेन्द्र लडीबडी गरिरहेका हुन्छन् र भुवनले भन्छ हामी घर जानुपर्छ चाँडोभन्दा चाँडो, हामी यहाँ बाटोमा हल्ला गरेर अरूलाई डिस्टर्ब हुन्छ, बरु घरमै गएर कुराकानी गर्नुपर्छ भन्दै आफ्नो भाइलाई सम्झाइरहेको देखिन्छ र यसरी नै हाम्रो भुवनले कति जोड गर्छ तर पनि भूपेन्द्रले मान्नेवाला छैन। भूपेन्द्र भन्छ म अब यहीँ मर्छु भन्दै भूपेन्द्रले लडीबडी गरिरहेको हुन्छ बाटोमा र आफ्नो दाइले कति सम्झाउँछ भुवनले, तर भूपेन्द्रले कुनै पनि हालतमा सम्झिनेवाला छैन र भुवनले भन्छ आफ्नो भाइलाई
यदि तिमी घर जानु मानेन भने म पुलिस बोलाएर भनी समाएर लैजान्छु भन्दै आफ्नो भाइलाई सम्झाइरहेका हुन्छन्। तर भूपेन्द्र भन्छन् अब म त बिग्रे सबै सम्पत्ति सखाप भयो, दाइ र भाउजूले कमाए, अस्ट्रेलियामा कमाएको पैसा सबै अब सखाप भयो भन्दै भूपेन्द्रले सबै दुःख पोखाउँछ आफ्नो भुवन दाइलाई। तर भुवनले भन्छ अब तिमी जे हुनु भयो, घुन्टीसँग तिम्रो जति पनि समस्या छ समस्या समाधान गर, त्यस पछाडि अर्कै बाटोतिर लाग भन्दै भुवनले आफ्नो भाइलाई सम्झाइरहेको देखिन्छ। तर भूपेन्द्रले कुनै सुन्नेवाला छैन, पुरा रुँदै कराउँदै बैसकी फाल्दै बाटोमा हल्ला गर्दै बसिरहेको हुन्छ। तर गाउँले मान्छेहरूले पनि भूपेन्द्र र भुवनले हेरिरहेको हुन्छ। अब हल्ला धेरै नगर्नुहोस् भन्दै हेरिसकेपछि अब त्यो सबै गाउँलेहरू पनि फर्केर जान्छ, किनकि भुवनले भन्छ यो मेरो भाइ हो, म घरमा लगेर जाँदैछु भनेपछि गाउँलेहरू पनि चुपचाप लागेर फर्किन्छ। र यसरी नै यस हाम्रो जति पनि मित्रहरू हुनुहुन्छ तपाईँहरू सम्पूर्णलाई थ्याङ्क यू सो मच। अब भुवनले जसरी भयो भने आफ्नो भूपेन्द्र भाइलाई घरमा लाँदैछ। अब घरमा लगिसकेपछि अब भूपेन्द्रको चिन्ता अलिक कम्ती हुनेछ या के हुनेछ तपाईँहरूले हेर्दै गर्नुहोला। म अर्को एपिसोडको रिभ्यू भिडियोमा फेरि पनि लिएर आउने नै छु। र आजको यस हाम्रो रिभ्यू भिडियोबाट चाहिँ हामी यतिमै अन्त्य गर्न चाहन्छु। र हाम्रो भूपेन्द्र र हाम्रो भुवन एकदमै लखर आफ्नो घरतिर गए, जाँदा जाँदै अब कतिखेर पुग्ने हो, राति अँध्यारो हुने भयो। यसरी नै सम्पूर्ण मित्रहरूलाई आजको यस हाम्रो रिभ्यू भिडियोबाट म बिताउन चाहन्छु। र तपाईँहरू जति पनि पुरानो मित्रहरू हुनुहुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद। अन्त सेकेन्ड थ्याङ्क यू सो मच यो पारामा। अनि सबैजनालाई मोस्टली वेलकम, वार्मली वेलकम। मुटुभरिको माया न्यानो सम्झना छ र हेर्दै गर्नुहोला सम्पूर्ण मित्रलाई यो पारामा। र आजको यस हाम्रो रिभ्यू भिडियोलाई चाहिँ के कस्तो लाग्यो तपाईँहरूले तल कमेन्ट बक्समा पनि गएर लेख्न सक्नुहुनेछ। र हाम्रो रिभ्यू भिडियोलाई माया गरिराख्नु भएको छ तपाईँहरूले, जसको लागि धेरै धेरै धन्यवाद भन्दै आजको यस हाम्रो रिभ्यू भिडियोबाट चाहिँ बिताउन चाहन्छु। हस्त सेवारो नमस्ते, बाई बाई एभ्रिवान, बाई बाई।